हामी मोमो लभर्सहरूलाई चाहिँ वेदर एउटा बहाना मात्रै हो कि साथीहरू, कि अलिकति चिसो भए दिन कि मोमो खाइहाल्नुपर्ने, पानी पऱ्यो कि त मोमो खाइहाल्नुपर्ने होइन। तर त्यस्तो यो दिन चाहिँ त्यस्तो केही पनि थिएन, न पानी परेको थिएन, चिसो वेदर थिएन, गरम भइरहेको थियो। तर पनि हामीलाई चाहिँ मोमो खानु मन लाग्यो। अब मोमो खानु मन लागेपछि त इच्छालाई मान्नु भएन। सो त्यही भएर चाहिँ हामी मोमोको लागि यहाँ प्रिपरेसन गर्दैछु। यहाँ चाहिँ तपाईँले हेर्नुभयो, मैले यहाँ आटा मुछेर राखेँ, मैदा र आटा मिक्स गरेर मुछेर राखेको होइन। निलेश पनि बजारबाट आयो मासु लिएर, अनि आमाको दबाई पनि लिएर आएको थियो। नानीले चाहिँ यहाँ किचन किनेर ल्याएछ होइन, मलाई र नानीको लागि, मेरो लागि ल्याइदिएको भनेर। सो यहाँ चाहिँ आमाले फुच्का खानु मन गर्नुभएको थियो होइन, त्यही भएर चाहिँ हामीले फुच्का लिएर आयो। ज्यादा त होइन, 20 रुपियाँको मात्रै ल्याएँ, किनभने मोमो पनि खानुपर्छ अनि फुच्का खानु मन लाग्दैछ भने अब अलिअलि त खाइ पनि हाल्नु पऱ्यो। सो म चाहिँ यहाँ आमालाई बनाएर दिँदैछु फुच्का होइन। आमाले पनि खानुभयो, नानीले पनि खायो, मैले पनि खाएँ। अनि ज्यादा त खाइनँ, 4-5वटा गरेर जस्तो खाएँ। त्यसपछि चाहिँ आमालाई दिइसकेर चाहिँ म पनि खाँदैछु होइन। अनि मैले चाहिँ यहाँ आलु हाल्दै यो गर्दै खाँदैछु। नानी र आमालाई चाहिँ खिलाइसकेँ, त्यहाँबाट चाहिँ मैले खाएँ। अनि चाहिँ अब म पनि अब मिठो त लाग्दैछ नि, तर के गर्नु, अब खानु पनि भएन, फ्याँक्नु पनि भएन, दुई मन भएन। तर के गर्नु, नखाएर चाहिँ पानी चाहिँ मैले फ्याँकिदिएँ। त्यसपछि चाहिँ निलेश यहाँ किमा गर्नेपट्टि लाग्यो। हामी चाहिँ बजारबाट चिकन किनेर ल्याएर चाहिँ घरमै किमा गर्छु नि त। अनि त्यही भएर चाहिँ यहाँ चाहिँ मटन मोमो पनि पाक्नेवाला छ, मटनको किमा पनि ल्याएको छ, र चिकनको किमा चाहिँ निलेशले घरमै बनाउँदैछ। आमालाई चाहिँ मैले भने प्याज काटिदिनु आमा भनेर। म चाहिँ यता सबै आँटाहरू मुछेर रेडी गरेँ होइन। अनि म र निलेश चाहिँ अब पकाउँदाखेरि चाहिँ यसरी नै अब दुईजनाले अब एक दुसरेको हेल्प गर्दै पकाउँछु नि त। मोमो चाहिँ विशेष गरी होइन, एक्लै हुँदा त मलाई पकाउनु मन पनि लाग्दैन हो, निलेशले पुरा हेल्प गरिदिन्छ नि त। सो यहाँ चाहिँ निलेशले किमा बनाइसकेर होइन, किमा पनि मुछिदिँदैछ। मैले चाहिँ सामानहरू हाल्ने काम चाहिँ मेरो, अब कति कति के लाग्छ अन्दाज गर्दै हाल्ने काम चाहिँ मेरो हो। अनि यहाँ किमा बनाउने चाहिँ निलेशको काम, र मैले त्यति गरेपछि चाहिँ टमाटर पनि पोल्नु राखिदिएँ होइन। अनि यहाँ चाहिँ निलेशले मटनको पनि बनायो। चिकन चाहिँ हामीले खाने, म खाने, अनि मटन चाहिँ आमाले खाने। आमाले भन्नुभयो नि त म चिकनको खाँदिनँ भनेर होइन। सो त्यही भएर चाहिँ आमाको लागि मटन ल्याइदिएको थियो। अनि मटन चाहिँ मटन र चिकन मिक्स गरेर चाहिँ खाने अब, तर आमाले चाहिँ चिकन नखाने अरे होइन। सो यहाँ चाहिँ त्यति गरेर के पो चिकन मोमोको मसला राखेर चाहिँ हामीले यहाँ डल्ला गर्नुपट्टि लागेँ। नानी चाहिँ यहाँ मुख गरेर बसिरहेको छ होइन, उसलाई चाहिँ बेल्नु दिएन भनेर। जहिले मोमो बनाउनु बस्दा यस्तै गर्छ, उसले वाक्कै लगाउँछ हो। म चाहिँ बेल्छु, निलेशले चाहिँ फोल्ड गर्छ नि त, नानीलाई पनि बेल्नु पर्ने होइन। जहिले पनि यसै गर्छ। अब ढिलो भइरहेको बेलामा कहाँ दिइरहनु नानीलाई होइन। बेल्न अब त्यो बेल्ने पनि एउटै छ हो, नानीको एउटा सानोबाट खेल्ने थियो कि, तर अब त्यो कहाँ परिरहेको छ त। त्यति गरेर चाहिँ मैले नानीलाई भने लौ न त तिमी लसुन छिल्दैौ न छोरी, ल म त्यहाँसम्म मोमो छिटो छिटो बनाइहाल्छु। र यहाँ चाहिँ सुप हालिसकेको थियो, र त्यो माथिको त्यो हेर्नु हुँदैछ नि, त्यो चाहिँ निकालेर फ्याँक्छु होइन। सो यो चाहिँ बसाइदिएँ। त्यसपछि चाहिँ अब छिटो छिटो गर्नुपर्छ नि त, किनभने आमाले त खाना खानुहुन्छ छिटो छिटो भनेर। अनि यहाँ मैले चट्नीको लागि पनि रेडी गरेँ सबै। मलाई चाहिँ टमाटर र खुर्सानीको मात्रै खानु मन लाग्दैन नि त, धनियाँको चाहिँ बनाइनँ होइन, त्यति मात्रै गरेँ। सुपको लागि चाहिँ पाकिसकेर अब आमा र नानीलाई चाहिँ दिइहालिदिएँ पहिला। त्यसपछि चाहिँ हामी खानु बसेँ। नानीलाई कस्तो लाग्यो भन्दा मिठो लाग्यो भने होइन। अनि म र निलेश चाहिँ अब आमा र नानीलाई दिइसकेर चाहिँ म र निलेश पनि बसेँ। त्यसपछि नानी पनि अब नानीहरूको बानी त्यस्तै त हुन्छ होइन, आउँदै पछि एउटा दुइटा माग्दै खाएँ होइन। म र निलेश चाहिँ सुप चाहिँ एउटा बोटुको पनि निकालेँ, किनभने अब ठुलो बोटुको पनि निकाल्दै कहाँ अलग अलग गरिरहनु भनेर चाहिँ। अनि यहाँ चाहिँ एकदमै मिठो गरेर पकाउनु त अब कति साह्रो छ सबैलाई थाहा छ होइन, तपाईँहरूलाई जसले अब जसले के आजकल त अब मोमो सबैले त पकाउँछ होइन, हामी मात्रै त अब के भन्नु। सो त्यही भएर चाहिँ अब खानु पनि त अब मिठो गरेर खानु पनि, त्यत्रो पकाएको रेसिपी देखाएर त अब खानु पनि त देखाउनु पऱ्यो नि अलिकति होइन। तर अलिक केही अब नसोच्नुहोस्, त्यत्रो खाइसकेर चाहिँ अब हजम पनि गर्नु पऱ्यो। त्यसपछि चाहिँ हामीले ग्रिन टी बनाएर खायो साथीहरू। थ्याङ्क यू।